हेलो गुड मर्निङ फ्रम रारा। यो तपाईले दृश्य देख्न सक्नुहुन्छ राराको है। क्या सुन्दर बिहान बिहान एउटा डुङ्गा चाहिँ चलिरहेको छ अनि हाम्रो साथीहरु चाहिँ पुरा जोसमा हैन। छोडिदिनु सुतेको किन? कस्तो मौसम भइरा? मेरो खुट्टा कति टाइम भयो तिमीहरुको? दाइ 1.5 घण्टा भयो। 1 घण्टा भइगयो? नै कुन भयो? किन बस्यो त भिडियोमा? दाइ म कन्फ्युज हामी हिँड्न लाग्या त 1.5 घण्टा भएको छैन। नै छोटो कन्फ्युज सक्सेले जुत्ता तल फागेर हेर्नु त। म चाहिँ एउटा जुत्ता लुज थियो के? जुत्ता लुज थियो। जुत्ता तल फागेर यति लट्ठीले यस्तो बनाथे जुत्तै गयो। जुत्तै भेट्टाएन है। यस्तो छ चकचकेको हल्का छ। उठपटे दाइ भेट्यो? तल आउँछ के यस्तो छ। अब चाहिँ हामी मुर्माटपको यात्रामा छौँ। यस्तो बाटो त्यति अप्ठ्यारो चाहिँ भन्न मिल्दैन। बाटो चाहिँ राम्रो तर सुजहरू चाहिँ अलि राम्रो बलियो सोल भएको चाहिँ लिएनौँ भने खुट्टाहरूमा मोचा आउने समस्याहरू चाहिँ हुनसक्छ। दाइले चाहिँ लिइहाल्नु भयो जुत्ता। दाइ छोराले दुःख देखायो नि। यो छ जुत्ता ल्याइदिनु भयो दाइले है। यो छ हालत। खै जुत्ता हरायो। अब हामी केही समयमा उता डाँडा देखिरहेछ हल्का त्यो टपमा जाँदैछौँ। लगभग यो तल पोखरा के अरे हाम्रो पोखरा भन्न आयो सरी रारादेखि लगभग 2 घण्टा 2.5 घण्टा बनाउँदै 2.5 घण्टा पछि हामी लगभग अब 15 मिनट लाग्ला 20 मिनट त्यो ठाउँमा पुग्छौँ। माथि छ रमाइलो छ। तर मलाई चाहिँ के लाग्यो भने यहाँ यतातिर चाहिँ यो दिउँसोमा हुनु चाहिँ कस्तो छ एन्टिलाइट पर्छ कि त्यो तालको सौन्दर्य चाहिँ हामीले चाहिँ उसमा मोबाइलमा कैद गर्न सकिन्न कि जस्तो लाग्यो। यता एन्टिलाइट परेर बिहान 6 बजेतिर हिँड्यो। राति त्यहाँ आएदेखि राति 6 बजे हिँड्यो। 6 बजेदेखि माथि 2 बजेसम्म तल फर्केर फेरि हामी जुम्ला फर्किने उद्देश्यले चाहिँ हामी आएको। तर कस्तो हुन्छ यहाँबाट त्यो भ्युज लिन सकिने हो कि होइन। अब हामी जानुपर्ने चाहिँ हो त्यो त माथि हो है। म जुम गरेर देखाउँछु। यो यहाँ हाम्रो साथीहरू चाहिँ गइसक्नु भयो। घर पनि रहेछ। यस्तो छ अब यो डाँडा काँडा हेरेर रमाउने मान्छेहरूको लागि एकदम गजबको ठाउँ छ। भाउजू पनि एकदम तगडा सबैलाई जिताउनु भएको छ। दाइ छिटो आउनु पर्यो। यहाँबाट त्यही भएर त होला नि 200 रुपियाँ पानी बोतलको भने त्यहाँ माथि हामीले देख्दैनौँ। तर बरफ पर्दा झपक्कै हुन्छ होला है भाउजू। त्यो सिजनमा आउँछ नला आउनु त आया हुन्छ नि त। ऊ अब के अरे सिर्जुहरू आएको थियो नि। यो देखिरहेको छ झुरो भन्छ के भन्छ जो महँगो हुन्छ औषधिको रूपमा परेको हुन्छ। यो चाहिँ हाम्रो खानाहरू बनाउँदाखेरि भाउजू इन्डियन मसलामा परेको हुन्छ के यो छ नि यो इन्डियन मसला धेरै महँगो हुन्छ। यो यति महँगो यो हाम्रो नेपालमा चाहिँ प्रशस्त छ। मैले जब गर्दाखेरि यो प्याकेजिङमा आउँथ्यो। यो पनि आउँथ्यो अनि यो पनि आउँछ। यो यसरी सेतो सेतो बस यसले ठिक बनाइदिन्छ होला है ग्रेभीलाई। यसको लागि पनि हुनसक्छ। रुखै गरिछ यस्तो सुकिलो हुने त कस्तो मिठो खान्छ। चबाउनु अलि पछि चबाउँदा पछि लास्टमा है
लास्टमा निलम खिराउँछु क्या रारादेखि झन्डै हामी त्यहाँबाटदेखि 6:45 हिँडेको है। लगभग बिस्तारै हिँड्दैछु म चाहिँ, त्यस्तो फास्ट होइन बिस्तारै हिँड्दै आएको। अनि लगभग 2.5 घन्टा जति लाग्यो, 2.5 घन्टा भयो न। सो म चाहिँ बाटोबाट हिँडेको छैन क्या, म चाहिँ सर्टकटबाट हिँडेको छु। यो तल देखिने चाहिँ हेर्नु, यो रारालाई चाहिँ देखिन सकिन्छ। मलाई चाहिँ के लागिरहेको थियो भने हामी यहाँतिर चाहिँ साँझतिर आइरहनु होला भन्ने लागिरहेको थियो। अनि 6 बजे त्यहाँबाट हिँड्दाखेरि अहिले चाहिँ कस्तो नि मौसम खुलिरहेछ। सबैले के भन्दैछ भने तपाईँ एकदम सही समयमा आउनु हो भन्दैछ। अनि यसको मतलब के हो कि अहिले चाहिँ क्लियर यो भ्युजलाई चाहिँ हेर्नु कस्तो सुन्दर देखिएको छ हेर्नु। आज एकछिनपछि आज राम्रो देखिँदैछ। अनि यतातिरको हिमालहरू पनि, हिमालहरूमा त्यति खासै यतातिर हिमालहरू छ। अनि यो हिमालहरूमा बरफ चाहिँ छैन अहिले है, बरफ छैन, तर पहाडको त्यो चुचुरोहरू चाहिँ एकदम तिखो देखिएको छ कि। अनि म चाहिँ रोल्पाली हो नि त, पहिला हामी सानो छँदा त्यो ठ्याक्क उठ्ने बित्तिकै मेरो घर चाहिँ डाँडोमा छ, उठ्ने बित्तिकै सबैभन्दा पहिला त्यो ट्याक्क माछापुच्छ्रे चाहिँ हिमालमा घिउ झुल्केको देख्न पाइन्थ्यो। अनि बिहान चाहिँ हाम्रो त्यो गाई बाख्राहरू हुन्थ्यो, भैँसीहरू हुन्थ्यो। अनि त्यसको लागि चाहिँ हामी स्याउलाहरू चाहिँ खेल्न जानु पर्थ्यो कि, 9 बजी स्कुल हुन्थ्यो नि त। माथि जान्थ्यौँ, माथि जाँदाखेरि बिहान नै जाने, खाजा लगेर गयो। अनि त्यसपछि स्याउला लिएर आएर अनि स्कुल पढ्न जान्थ्यौँ क्या, त्यस्तो हुन्थ्यो। त्यो ठ्याक्कै यादहरू झल्कियो क्या मलाई त्यो माथि ऊहरू देख्दाखेरि। अब यही हो गाइज, हामी फाइनली यो रारालाई चाहिँ अब माथि भ्यू टावर यो के अरे मुरमा टपमा चाहिँ जानु छ नै छ। तर यहाँदेखि पनि यस्तो राम्रो देखिरहेछ। मेरो साथीहरू चाहिँ उता हुनुहुन्छ, म भने सर्टकटबाट आएर घुमाउरो बाटो छ क्या, यहाँदेखि यसरी घुमेर पर गएर फेरि पर यहाँ आउनु पर्ने हो। अनि किन घुम्नु त भनेर म चाहिँ आइहालेँ। सो आउनु होला, एकदम यस्तो भोलिको दिनमा यहाँ गाडीहरू आउने व्यवस्था भइहाल्ला है, अहिले पनि भएको छ। आज यो ट्रेकिङ रुट नै हुन्थ्यो, हिँड्नु पर्थ्यो भने आज यसको भ्याल्यु हुन्थ्यो होला। तर अब चाहिँ त्यहाँ तलसम्म गाडीहरू आइहाल्छ। के गाडी आउँदैन आउनुपर्ने, आइसकेपछि फेरि कस्तो हुनुपर्ने, त्यहाँसम्म एकदम के बाटोहरू चाहिँ गजब हुनुपर्ने। त्यो एकदम डरलाग्दो बाटो छ, त्यो चाहिँ नहुनु पर्ने हो। तर ठिकै छ, यति भए पनि सहज चाहिँ भएको छ। आउनु होला, धेरैजना आउनु भएको होला, सायद म नै पछि ढिला भयो होला। तर जतिजना पनि आउनु भएको छैन आउनु होला। यो हेर्दाखेरि त यस्तो नर्मल मानिरहेछ, तर आफ्नो आँखाले हेर्दाखेरि चाहिँ साँच्चीकै सुन्दर छ। फेरि जो हामीले भिडियोहरूमा, मैले कतिवटा भिडियोहरू हेरेँ क्या, नर्मल त होला लागिरहेको थियो, तर आफ्नो आँखाले त्यो हेर्दा अत्यन्तै सुन्दर छ। यसै राजा महेन्द्रले यसलाई चाहिँ के अरे स्वर्गको टुक्रा या स्वर्गकी रानी भनेर चाहिँ यसलाई नामाकरण दिएका होइन, दिनुभएको होइन होला होइन त। हेर्नुहोस्, अब यो भनेको मेरो एउटा ड्रिम्स होइन, राराको ड्रिम्स चाहिँ पुरा भयो। तर पनि म एउटा आफ्नो फ्यामिलीलाई चाहिँ लिएर अवश्य आउनेछु यो ठाउँमा जब बरफ परिरहेको हुन्छ। अनि त्यो समयमा चाहिँ आउने मेरो त्यो चाहना होइन। मेरो चाहना के छ भने हर्लुक्क यो डाँडाहरूमा बरफले हेरिरहोस्, अनि चमक्क चम्क्योमा यो निलो पानीले भरिएको त्यो फोटो भिडियो बनाउन या त्यो मेमोरी हेर्न चाहिँ मलाई एकदम अत्यन्तै मन छ। अनि अर्को कुरा के हो भने हिँड्नै पर्छ कि भन्ने पनि छैन। यहाँ घोडाहरू देख्न सक्नुहुन्छ, यहाँ घोडाहरू छ नि,
घोडाहरू चाहिँ त्यहाँदेखि 2000 रुपियाँ लिँदो रहेछ 2025 चाहिँ। अनि त्यसमा चाहिँ घोडाहरूसँग घोडा धेरैजना चाहिँ हिँड्न नसक्ने चाहिँ घोडाहरूमा पनि आउनुहुन्छ घोडाहरूमा पनि गजब छ के त्यसले गर्दा घोडामा पनि आउँछ तर मेरो आफ्नो एउटा चाहना चाहिँ के हो भने घोडामा किन हिँड्नु त कि होइन आफ्नो मजा लिनु छ अनि एउटा जानवरलाई चाहिँ किन दुःख दिनु होइन आफ्नो एउटा सोच त हुन्छ नि होइन हुनु त यहाँको बासिन्दाको एउटा त्यो कमाउने बाटो उहाँको जीवन मतलब चलाउने एउटा त्यो माध्यम पनि हो होइन उहाँहरूले धेरै त्यो एउटा धेरै घुम्न आउनेहरूलाई उहाँहरूले सहज गराइदिनु भएको छ तर मेरो आफ्नो व्यक्तिगत धारणा भनौँ भने म त्यो धारणाको मान्छे भयो भने चाहिँ म चाहिँ के चाहन्छु के भन्छु भने आफ्नो रमाइलोको लागि आफैलाई दुःख दिने होइन र त्यसले गर्दा म चाहिँ घोडामा बसेन तर फोटो भिडियोको लागि चाहिँ फोटोहरूको लागि फोटो सेसनको लागि चाहिँ एउटा चाहिँ बनाउँछु होला यही हो गाइस। अब हामी फाइनली टपमा आइसकेको छौँ यहाँनिर हाम्रो खेम दाई पुगिसक्नु भएको छ। हेलो खेम दाई कस्तो भयो बाबा हाल्ने ल यता माथि हाम्रो भाउजूहरू छोटो भाइ कस्तो छ यही हो। अब मैले आफ्नो एउटा युट्युब च्यानल डाङ्गी ब्लग डाङ्गी मोटो ब्लग भनेर क्रिएट गर्दैछु त्यसमा चाहिँ मैले हाल्नेछु आफ्नो एउटा जाति वंशलाई पनि समेट्ने उद्देश्यका साथ घुम्नलाई त्यो गर्दैछु। म चाहिँ अब माथि टपमा चढेँ है त टपमा यसरी छ सिडीहरू यहाँबाट जानुपर्छ ल है उल्टो गइदिउँ ल उल्टो हिँड्नु चाहिँ ए लुट्ने होला क्या उल्टो पनि केही हिँड्नु होइन उल्टो नहिँड्ने वाउ यहाँबाट सबै हेर्न सकिन्छ ओहो गाइस साँच्चीकै रमाइलो छ यार ल फाइनली यो सर्लक्क आइ हाय मजा आइगयो मजा मोटै हो है मोटो छ तर मेरो भिडियोहरू त्यति राम्रो आउँदैन कि यो दाँत भाइरस नि त ल आउँछ वाउ ल यति नै हो बाबाई मसँग एउटा बम पनि छ ल ब्लास्ट गर्ने अहिले यस्तरी फ्याँक्ने एउटा साइड यस्तो हेरेर टक्क फ्याँक्ने